यो चाहिँ अब म जाँदैछु फेरि होइन अब पार्ट 2 को लागि हो। अन्त म चाहिँ कति बजी आएको छु भनेर नि गाइस तपाईँहरूलाई म देखाउनु भन्दाखेरि सी है हेर्नु तपाईँहरूले यहाँ टक्कै 2 बजी छ हो। सो चाहिँ म 2 to between 3 डेभिल्स आवर्सको बिचमा आएको छु होइन। सो विस मी लक है गाइस। तपाईँ बाँचेछु भने यो फुटेज तपाईँहरूमा आउँछ हो। हेर्नु गाइस फिडिङ त कस्तो आउँदैछ भन्दाखेरि आज चाहिँ भागा भाग हुन्छ जस्तो छ। आज चाहिँ हुन्छ नि गाइस फोन चाहिँ बोकेर हो गाइस हो केही छैन सी है अहिले पनि बिचिलिङ के हेर्छ होइन साइको त साइको छ। Hi bro. Mind after guys. So, every time I was ready. I just one right. Actually, angle the race. Guys, 2 बजे टक्कै बाङ्गो भइरहेको छ बाङ्गो भइरहेको छ। अब है गाइस अब हिजो त होइन तपाईँहरूले देखिहाल्यो अब अस्तिको भिडियोमा त होइन अब के कसो हो। अन्त हुन्छ नि गाइस अब आज पनि हुन्छ नि अब नआइदियो क्या मलाई क्या अब जानुपर्छ हुन्छ नि। तर पनि क्या अब गाइस हुन्छ नि अब तपाईँहरूको लागि पनि होइन एउटा अब आफ्नो लागि पनि होइन म होइन अब रिक्स त उठाउँदैछु हो। यसको चाहिँ म चाहिँ 2 बजेर 3 मिनट गएछ। हेलो गाइज है म चाहिँ पुगेँ होइन हेरेर कति मिनट गयो 13 मिनट गयो होइन मेरो बाइक त्यसै पनि हुन्छ नि लडे ठोकिन्छ हो।
ओके गाइज है। मैले के विचार, म चाहिँ हेलमेट चाहिँ खोल्दिनँ हो। अन्त आज चाहिँ म लाइट एक्सपेरिमेन्ट पनि हुन्छ होइन। जस्तो कि अब हुन्छ नि यो बत्तीमा चाहिँ रेड लाइट पनि बल्छ नि त। सो रेड लाइटको ओके। सो अब म नेक्स्ट टर्च स्टार्ट गर्छु होइन। यो होइन फेरि ल, अर्को निकाल्छु। सो या गाइस है, this is my another torch guys. It's quite bright and you can see है। अन्त छेउछेउको लागि आई थिङ्क वाइड एङ्गल भेट्दैन रहेछ नि। अन्त छेउछेउको लागि गाइस this will be suffice so let's go। the fuck कुकुर भुक्दैन साइको होइन। So just not waste time है। यो झन् डेभिल्स आवर हो। आई थिङ्क आई सुड डु फर्स्ट। एज युजल है गाइस, के भन्छ रातिको 11 बजी र 12 बजी आउनु र रातिको 2 बजी आउनुमा निकै फरक छ होइन। इट्स क्वाइट क्रिपी है। अब अस्तिको जग्गा आइपुग्नु खोज्दैछु होइन गाइस। खुट्टा त अहिले पनि चल्नु त मानेको छैन हो। सी है।
मान्छे भेटाएको मान्छे कता ओह्रालो गएको ए म त बत्ती डबरा आएको टेन्सन हुन्थ्यो नि मान्छे नै हो कि होइन भन्ने हुन्थ्यो नि है यो जङ्गलमा त म नि उकालो गएको कि यहाँ उहाँ यो बाटो ओह्रालो जान्छ भनेको थियो नि केटाहरूले होइन अन्त के भन्छ यो जङ्गल भिडियो गर्नु आएको थियो म कि अन्त नि जाउँ हुँदैन मान्छे भेटायो नि हो गाई झन्डै मरेको नि अन्त दुईवटा बत्ती हुँदैन ढुक्क लाग्यो नि है है यहाँ चाहिँ तर्स आउँछ तर्स आउँछ यहाँ चाहिँ तर्स आउँछ यहाँतिर लास तर्स आउँछ भनेको भाइ आजसम्म त हामीलाई तर्साएको ए तपाईँ गाडी हो यो चाहिँ ए यो पनि मेरो हो उतापट्टि पनि मेरो ए जिएमसीको ए बिहान अब जानुहुन्छ होला हो ए अड्डो पनि तपाईँकै हो हिजो चाहिँ म अस्ति फर्स्ट डेमा आउँदाखेरि चाहिँ यो पाटो हो नि त यहाँबाट चाहिँ त्यो बाटो यो मुनिको बाटो खोजेको थियौँ होइन यहाँबाट चाहिँ बत्ती भएर चाहिँ उयो उता उता रुखबाट चाहिँ सुसिला मारिदिएको नि मलाई होइन त्यहाँदेखि फेरि गइदिएको त्यहाँ हेर्नु यो कति 12 बजीतिर हौ अस्ति त्यो युएफओ देख्यो नि हामीले त्यतिखेर त्यो दिन त्यो रात चाहिँ म यहाँ थिएँ नि कस्तो भएको थियो बादलहरू डल्लै जिएमसी गाडी पनि गयो हो त्यहाँदेखि अर्को सायद बेसी मुनि गएको होला साइकल पनि हुन्छ होला ठिकै छ मान्छे पनि भेटिहाल्यो घर पनि लाग्दैन रहेछ अब सो गाई चाहिँ डिस्लिङ मजा आयो साइकल पनि भयो एकछिन त हो ठिकै छ गाई हो सो पिस आउट है आई सी यु इन द नेक्स्ट ब्लग हुन्छ नि थ्याङ्क यू सबैलाई है गुड मर्निङ है अन्त अबाउट माई डिटेलिङ सेकेन्ड पार्ट है निकै टाइम लाग्यो होइन बिकज निकै 2-3वटा पार्टमा मैले बनाएको थिएँ होइन अन्त या है द समरी अफ द डिटेलिङ केस चाहिँ यति चाहिँ भनिदिन्छु होइन जुन चाहिँ कुरा हामी देख्दैन नि त्यो उसको मतलब त्यो होइन कि त्यो उनीहरू छैन भनेर त्यहाँ हुन्छ नि हौ सो भलै नै मैले भिडियोमा रेकर्डिङ नगरे पनि हुन्छ नि क्या त्यो दुईजना केटाहरू जब आयो होइन ऊ आउनुभन्दा अगाडि नि मलाई एउटा अर्कै खालके डर लागिरहेको थियो क्या हुन्छ नि म त्यहाँ अलिकति मुनि गएर अझै त्यो एक्सपेरिमेन्ट गर्न आँटेको थिएँ होइन द रेड एन्ड ब्ल्याक लाइटको होइन रेड लाइटको भनौँ न अब द एक्सपेरिमेन्ट होइन तर हुन्छ नि क्या विथ गड ग्रेस है म डेभिल्स आवरमा गएको थिएँ 2:30 जस्तो भएको थियो होला आधी घन्टा जस्तो भएको थियो म त्योभित्र पसेको बट हुन्छ नि क्या अब त्यो दुईजना मान्छेहरूले मलाई के भन्यो भन्दाखेरि चाहिँ बादमा चाहिँ उनीहरू चाहिँ आज मात्रै आएको थियो अरे उकालो हुन्छ नि क्या त्यो बाटो हुन्छ नि
अरू बेला 3 साढे 3तिर आउँछ अरे होइन, अझ चाहिँ अलिक टाइम अलिक काम थियो अरे, सो उनीहरू छिटो आयो अरे होइन। सो या हुन्छ नि क्या, उनीहरूलाई चाहिँ मलाई चाहिँ भगवान्ले नै पठाएको जस्तो लाग्यो त्यो दुईजना मान्छेलाई होइन। अन्त आफ्टर दुईजना मान्छे भेट्नु बित्तिकै वेन वी वेन्ट अप है, मेरो फोन हेर्दै थिएँ होइन, मेरो खुट्टा चाहिँ अचानक हुन्छ नि क्या एउटा ब्ल्याङ्क स्पेसमा हुन्छ नि, त्यो सिडीको यतापट्टिको ब्ल्याङ्क स्पेसमा गइपठाएको छ हुन्छ नि यो। इट वाज सो के मैले चाहिँ के बुझेँ भन्दाखेरि चाहिँ ओके फाइन, म त्यहाँ थिएँ त, दुईजना भगवान्ले पठाइदिएँ, ओके फाइन, तर दे वान्टेड कि हुन्छ नि क्या मी टु बी देयर हुन्छ नि यो, हुन्छ नि म सक्थेँ होला सायद बस्नु अझै, तर आई फेल्ट कि आई सुड लिभ देयर भनेर क्या। चाहे मेरो त्यो डरै होस्, चाहे मेरो त्यो सेभेन सेन्सेसै हो कि होइन, बट नदेखि पनि नगए पनि या दार्जिलिङ इज क्वाइट अ स्केरी प्लेस। तपाईँहरू नजानुहोस्, केटी मान्छेहरू झन् नजानुहोस्, अन्त जसको केटाहरूको छाया पातलो छ उनीहरू पनि नजानुहोस् होइन। सो या है, इफ यु लाइक माई च्यानल है प्लिज सब्सक्राइब है, अन्त एक दुईवटा नेक्स्ट क्रिपी प्लेसेसहरू पनि आउँदैछ होइन, सो स्टे ट्युन है। सो या पिस आउट गाइज है, थ्याङ्क यू गाइज।